झोल के जाँडको झोल पसिना गरे पोती बनाइदिनु टाइम लाग्यो त्योबाट अर्कोमा सघाउनु पनि फेरि अर्को मार्दै जायो सोह्र फुल बनाला बराबर सिधै गराउने गणेश भगवान साले तिमी त लास्टै ढिला रहेछ म दिनमा लेख्नु नि आफै बाल्ने नराउने जिन्दगीको दशये आठै सिरी सात गुरु देउ देउ आठै सिरी सात राम 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 अचम्म परेको छ पङ्खा नचलाउने हो अहिले त्यो बुढिया त पुरै पुरै भयो भने त्यसले लगाइदियो भनेर थाहा भयो खुट्टा तानेर बसेर सालीले बिहान बिहान जाँडको झोल खाइरहेछ नि के कोडो उजान खाइरहेको थियो एउटा मात्र लगायो भने दिदी तिनवटा लगायो मलाई त एउटै लगाइदिनु होला दिदी लगाने पण्डित जस्तो देख्न फेरि पण्डितले तिनीहरूलाई सुइट लगाएर दिदी त्यसो पण्डित पनि मासु सबै खान्थेँ मैले अब जोडे त कुरा बसे हा सालीकोमा चाहिँ क्यामेरा दामी आउने रहेछ अस्ति दशये आठै सिरी सात गुरु देउ देउ दशये आठै सिरी सात गुरु देउ देउ अघि म फेसबुकमा लाइभ गरेको छु कति के अरे 55 जनाले वाचिङ गर्नु भएको
सय आठै सिरी सद्गुरु देउ देउ शरण दश सय आठै सिरी सद्गुरु देउ देउ शरण खोलिदेऊ है पहिलो चरण आहै खोलिदेऊ है पहिलो चरण दश सय आठै सिरी सद्गुरु देउ देउ शरण दश सय आठै सिरी सद्गुरु देउ देउ शरण सरस्वती माई खोलिदेऊ है पहिलो चरण आहै खोलिदेऊ है पहिलो चरण दश सय आठै सिरी सद्गुरु देउ देउ शरण दश सय आठै सिरी सद्गुरु देउ